हेलो, नमस्ते सबैजनालाई अनि फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। हामी चाहिँ गोर्खा पुगेका थियौँ होइन, गोर्खामा पुगिसकेपछि हामीले गोर्खाको दरबार है पृथ्वीनारायण शाह जन्मिनु भएको ठाउँ अनि त्यसपछि त्यसलाई चाहिँ कालिका मन्दिर पनि भन्ने रहेछ। हामी त्यहाँ जान लागेको तर हामी बसबाट ठाउँ खोज्दा हिँड्दै गएको तर एकदमै टाढा भएको भएर चाहिँ हिँडेर नपुग्ने रहेछ। अनि जुन बाटो हामी हिँडिरहेछौँ त्यो ठाउँको पछाडिपट्टि चाहिँ गोर्खा म्युजियम रहेछ होइन। तर म्युजियम चाहिँ हेर्न एकछिनपछि यदि टाइम पुग्यो भने चाहिँ आउँछौँ। तर फर्स्टमा चाहिँ हामी पृथ्वीनारायण शाहको जन्म ठाउँ त्यहाँ जान्छ। त्यहाँ चाहिँ सानो एउटा चौतारा रहेछ, मान्छेहरू त्यहाँ बसेर गफ गर्दै हुनुहुँदो रहेछ। अनि कसैलाई चाहिँ अब पानीपुरी खान मन लाग्यो अरे पानीपुरी खाँदै हुनुहुन्छ। तर कति पछि मैले कृति चौचाउँदैछ त्यहाँ। अनि त्यसपछि अब यो दाइले चाहिँ भन्नुभयो त्यहाँबाट चाहिँ ट्याक्सीमा जानुपर्छ, अलमोस्ट त्यसलाई चाहिँ 30 मिनट जति लाग्छ भन्नुभयो ट्याक्सीमा पनि। अनि उहाँले ट्याक्सी खोजिदिनुभयो अनि हामी ट्याक्सी चढ्यौँ। अब ट्याक्सीले जाँदाखेरि छेउछाउमा चाहिँ बाटो चाहिँ अलिक उकालो जङ्गल अनि ट्याक्सीको घर पनि रहेछ। तर जङ्गल चाहिँ एकदमै राम्रो फ्रेसवाला रहेछ है, हावा चाहिँ राम्रो, मौसम पनि राम्रो थियो। अनि हामी चाहिँ काठमाडौँबाट नाइट बस चढेर गएको भएर एकदमै 24 आवर चढेको थियौँ बस। अनि त्यही भएर अनुहार चाहिँ त्यो डल देखिरहेको छ। हामीले रेस्ट पनि गरेनौँ किनभने हामीसँग टाइम थिएन, हामीले फेरि फर्किहाल्नु पर्ने थियो है, हाम्रो काम नसकेर। त्यही भएर चाहिँ हामीले रेस्ट गर्नुभन्दा पनि आएको बेला घुमिहालौँ भनेर घुमेको थियो। त्यो बाटोमा चाहिँ हेर्नु त कति राम्रो फुलहरू फुलिरहेको छ, मौसम पनि यति राम्रो छ। अलमोस्ट हामी पुगिसक्यौँ। अनि त्यहाँ ठ्याक्क त्यहाँ झरिसकेपछि फेरि त्यहाँबाट त्यो चाहिँ होइन, यो चाहिँ हो त्यहाँ जान लाग्यो। हामी यहाँसम्म चाहिँ ट्याक्सीमा आयौँ। अब हामी यहाँबाट हिँडेर जान्छौँ हो। त्यहाँ मन्दिर पनि छ, मेन मन्दिर हो। यहाँ चाहिँ यस्तो सानो भर्याङ। ओहो यो हेर न, यो मात्रै यस्तो दामी कस्तो राम्रो यी बेला भएको पनि छ। जङ्गल रहेछ। यो चाहिँ हाम्रो गोर्खा मन्दिर यहाँ जाने बाटो रहेछ होइन। अनि तल मान्छेहरू पिकनिक धेरै दिमाग उहिले जमानाको मान्छे हो। यो डुङ्गा बिछाउनु पर्छ भने कसरी थाहा भयो कि अब यहाँबाट जाने है। स्तम्भ के हो यस्तो लेखेको रहेछ। यसरी बोक्ने फ्रन्ट गर्दा यसरी गर्ने। म त बोल्नु पर्यो नि त। यो बोकल म गरिदिन्छु। चढ्दैछौँ। बाँदर पनि छ यहाँ। सिलम्बुमा मात्र होइन, गोर्खामा पनि बाँदर पाइन्छ हामीले। जहाँ मन्दिर छ त्यहाँ सबैमा पाइन्छ। के भने जहाँ मन्दिर छ त्यहाँ सबैमा। ओहो पुतली डल के भने अरे फेरि भन्दा जहाँ मन्दिर हुन्छ त्यहाँ चाहिँ यो पाउँछ। लालीगुराँसमा हेर न बाँदर। ओके लालीगुराँस हेर्नुहोस् तपाईँहरू। लालीगुराँस फले यसो जुम गरिदिउँ न लालीगुराँसलाई। टिप्न मिल्दैन। नटिप्नेखेरको पिलरमा चाहिँ पातो भएको छ भने यो बढी कस्तो राम्रो छ। दौडेर हुन्न नि ब्लड। यो मार हानेको हामीले त्यसमा कसैले केही भन्नु पाइँदैन, आफ्नो विचार हो। अनि त्यस्तो होइन, एउटा विचार हो। सकेसम्म चाहिँ नानी हुन्छ। तर यस्तो ठाउँमा आएर हामीले त्यस्तो कुरो पनि हुँदैन। यस्तो कुरो गर्नु हुँदैन, धर्म गर्ने ठाउँ भन्दा हामीले यस्तो कुरो गर्यो भने सुहाउँदैन। पानी बोक्ने स्टाइल ला त्यही गाडी त्यही रहेछ अरे। कता यहाँ आएपछि चस्मा छुटेको थाहा हुन्छ। ट्याक्सी चाहिँ यो कुनामा छ कि कहाँ रहेछ? हो यो रुखको पछाडि। ए ट्याक्सी चाहिँ यहाँ त्यहाँ ट्याक्सीमा छुटेको
त्यो दाइ के भन्दै थियो त्यो दाइ के भन्नु दर्शन गरेर आउनु न सँगै हो मैले गएन रहेछ अनि सँगै जाउँला भनेको त्यो हाम्रो के भनौँ पृथ्वीनारायण शाह बडा महाराज धिराज आधुनिक के लेखेछ आधुनिक नेपाल निर्माता श्री 5 बडारा महाराज धिराज पृथ्वीनारायण शाह यहाँ पनि लेखेछ तर के हो बुझ्दैन हनुमान बन्ज्याङ रहेछ होइन यो ठुको नाम बजरङबाडी यहाँ यस्तो रहेछ अनि अब हेर हनुमानले दिवा खाना चोरेर खाँदो रहेछ हनुमानजीको खाना हनुमान नै बसेर खाइरहेछ ऊ त्यहाँ घन्टी बजाउने घन्टी बजा अब हामी पुग्यौँ तर यहाँतिर यस्तो पनि रहेछ है अब हामी मन्दिर छिर्यौँ मन्दिरभित्र यो भित्र त्यो बाटो है हो खतरा बनाएको हो पहाडमा त ढुङ्गा हो कि यो यस्तो रहेछ अनि यहाँको डिजाइन चाहिँ यस्तो नरिवलको फोटो होइन नरिवलकै फोटो कसरी फल्यो भन्दा फल्यो होला नि पूजा भन्नाले फाल्दा फल्यो कि आफै फल्यो के अरे जबरजस्ती फलेर फलेको ऊ त्यहाँ आमाहरूलाई सोधेर तलबाट खतरै हो ऊ यहाँ यो चाहिँ पुरानो के होला तलबाट मङ्की रातो चक्की मङ्की अब यो त रेड कहाँ लाइट छ खोइ यहाँ चाहिँ सानो सिप्लिङ रहेछ है अनि कताबाट यताबाट जानु ओ त्यहाँ यहाँ आउनु नि यहाँबाट यहाँ अरे गोर्खा दरबार हेरचाह के भने रहेछ यो है अब ए यस्ता त रिलायबल नेपाल लाइफ इन्सुरेन्स अरे रातो चक्की बसिरहेको रहेछ नि ओह हामी ऊ तल माटाको त्यहाँसम्म ट्याक्सीमा म त्यो टुप्पोको के हो त्यो माथिबाट हो त्यो बिचमा पनि के रहेछ त्यो बिचमा पनि के रहेछ त्यो जुत्ता छोड्ने हो नलान्छ कि नि सामान दुई कुरा लु है अब हामी भिडियो खिच्दैछौँ हाम्रो जुत्ता हो यो मजा पनि छ यहाँ सबै नागरिक हुँदै जुत्ता खोलेर हिँड्दैछौँ हेलो हाउ आर यु लगाएर गयो त ओ हेर्न ओ हेर्न फुच्चे बाँदर चढेको ऊ चढ्यो टुप्पोमा जान्छ जस्तो ऊ हेर्न यहाँ चाहिँ मार हान्ने ठाउँ रहेछ है यसरी मार हान्दो रहेछ कुखुराको यस्तो बाटो रहेछ हामी त उल्टो आयौँ जस्तो त आयो है तपाईँले उल्टो बाटो ल्यायो क्या अनि त्यसरी घुम्नु पर्ने हो रेस्ट रुम रहेछ दरबार चाहिँ बनाएको रहेछ ढुङ्गामाथि यस्तो ढुङ्गा छ अनि एउटा चाहिँ यस्तो जुत्ता लाउन नपाउने अनि जुत्ता चाहिँ यहाँ निकाल्नु पर्ने रहेछ अनि यस्तोबाट जुत्ता राख्ने ठाउँ चाहिँ दामी अब पुरानो सिस्टम यस्तो सिस्टम छ यस्तो दामी छैन त के भन्छ बादर ओ ठिक छ त्रिशुल आदि उदि
कस्तो ठुलो त्रिशूल अनि ऊ त्यो भयो त्रिशूलसँग त्यो पनि छ कम्बा चिम्टा अर्को चाहिँ चिम्टा यताको चाहिँ त्रिशूल कालो जुन दिएको चाहिँ त्रिशूलबाट हेर्दा चाहिँ यस्तो छ ढुङ्गले बिछाएको 20 वर्षको मेरोमा राजा भयो भन्ने कुरो त थाहा छ 1799 राजा भयो राजा यही दरबारबाट चाहिँ राजा भएको जति पनि यहाँको भोक्ती संरक्षण मैले अघि नै पनि भनिसकेँ यहाँको जति सम्पदाहरू पृथ्वीनारायण शाहले बनाएको थियो होइन उहाँ राजा भयो र त्यही कोठामा जन्मेको घरै यही हो पृथ्वीनारायण शाह र उहाँले यो सम्पदाहरू निर्माणको काम गरेन उहाँ राजा भइसकेपछि नेपाल एकीकरणको प्रवेश शाहदेखि चाहिँ पृथ्वीनारायण शाहसँगको चाहिँ बुझ्न सकिन्छ त्यस कारणले तपाईँले जति पनि पृथ्वीनारायण शाहले गरेको कुरा जुन आधुनिक नेपालको कुरा तपाईँलाई भन्नुभयो वास्तवमा गोर्खामा के हो कसो हो भन्ने विषयवस्तुमा चाहिँ तपाईँले जानकारी गराउनु चाहन्छु यो चाहिँ मेन दरबार भयो यो गोर्खाली माताको यो चाहिँ रङ्गमहल भन्छ यहाँ विभिन्न पाठ हुन्छ हरेक राजाहरूले अरू जुन रामशाहभन्दा पछिका राजाहरूले नि कसैले चाहिँ कोठाहरू बस्ने काम गरेका छ भने इतिहासमा कसैले चाहिँ तपाईँको पर्खालहरू निर्माण काम गरेको छ बाटोको सुधारहरू गरेको छ हरेकले चाहिँ आफ्नो शासनकालमा चाहिँ देखिन्छ त्यस कारणले गर्दा विशेष रूपमा रामशाहकै कुरो देखिन्छ भाइ बाबु सुनिसकेपछि दरबारमा हामीले बोलाइ हुँदैछ हामी तुरुन्तै जानुपर्छ भनेर चाहिँ भाइ बाबु चाहिँ उपस्थित हुनु चेष्टा गराउने के भन्छ यो नगराले सङ्केतको काम र सञ्चारको माध्यमले पनि काम गरेको देखिन्छ जब त्यो पृथ्वीनारायण शाह सानो 6 वर्षको उमेरमा बचपन अवस्थामा युद्ध दरबारमा चाहिँ उहाँको विषय आमाको विषयमा मतलब तपाईँले जब 6 वर्षको उमेरमा चाहिँ त्यो पृथ्वीनारायण शाह बाल्य अवस्थामा चाहिँ घुम्दै कहाँ गयो चाहिँ गोरखनाथको गुफामा पुगेछ गुफा भने तपाईँले गुफामा पुगेछ पुगिसकेपछि त्यहाँबाट सिद्ध गुरु गोरखनाथ बाबा चाहिँ प्रकट भयो सिद्ध दर्शन लगाएको बाबा चाहिँ उत्पत्ति भयो जब गुरु गोरखनाथ र चाहिँ पृथ्वीनारायण शाह 6 वर्षको बाल्यकाल अवस्था भेट भएछ त्यो भेट भइसकेपछि दुईजना बिच संवाद भएछ होइन अनि त्यो भेट भइसकेपछि दहीहरूको विषयमा सन्दर्भमा त्यहाँ जोडिएको छ इतिहासलाई जब त्यो दहीको विषयमा तिम्रो घर यदि दही छ भने तुरुन्तै खोजेर लिएर भनेर पृथ्वीनारायण शाहलाई गुरु गोरखनाथले त्यही गुफामा भनेको रहेछ भनिसकेपछि तत्काल चाहिँ पृथ्वीनारायण शाह दरबारमा आइसकेपछि आफ्नो आमासित दहीको ठेगी लिएर चाहिँ गुरु गोरखनाथ भएको गुफामा पुगेछ पुगिसकेपछि गुरु गोरखनाथले के गरेछ त्यो दही खाइसकेपछि अनि सानो 6 वर्षको पहिले खाएको दही ल हात थाप भनेर पृथ्वीनारायण शाहलाई चाहिँ हात थाप्न लगाएको गुरु गोरखनाथले अनि पृथ्वीनारायण शाहले पनि हात त थाप्यो हात थापिसकेपछि ल खाऊ भनिसकेपछि उसले चाहिँ कमसेकम त्यो लट्टाजट्टा पालेको व्यक्तिले खाएको चाहिँ सुगेन भने उसलाई खान मन लागेन छ नलागिसकेपछि हात त थाप्यो तर उसले खाएन खाऊ भन्दा खाएन नखाइसकेपछि त्यो दही चाहिँ कहाँ खस्यो हातबाट कहाँ खस्यो पृथ्वीनारायण शाहको पाउमा परेछ खुट्टामा परेछ यदि तिमीले चाहिँ मैले ओकाली दिएको दही खाएको भएदेखि तिमीले जहाँ धावा बोल्थ्यौ राज्यको लागि विस्तारको क्रममा जहाँ धावा बोल्थ्यौ त्यो तिम्रो राज्य हुने थियो यदि तिमीले मैले ओकाली दिएको दही खाएन नखाए पनि तिम्रो पाउमा परेछ तिम्रो पाउ जुन ठाउँमा पुग्छौ त्यो तिम्रो राज्य हुनेछ भनेर चाहिँ एउटा वरदान दिएको भनेर चाहिँ हामी पाइन्छ यही गरुडको चाहिँ चित्रहरू पनि छ गरुडको चित्रमा चाहिँ तपाईँहरूको पैसाहरू छ नि हाम्रो त्यो नोटहरूमा पहिला चाहिँ गरुडको अङ्कित छ नि छापेको देख्नुहुन्छ हो यहीँको चित्र हो त्यो तपाईँले बुझ्नुहुन्छ अनि तपाईँको सिक्काहरूमा श्री भवानी भनेर हामीले पहिला चाहिँ गर्न सकिन्थ्यो नि त्यो सिक्का डबलहरूमा पाइन्थ्यो वरि एक गुरु के काली माताकै गोरख कालीकै चाहिँ उहाँको चाहिँ इष्ट देवता मानेको भए यही गोरख काली भगवतीकै नाम राखेर तपाईँको ड्रेस एकदम खतरा लाग्यो मलाई फोटो खिच्दौँ ल यो चुलो रहेछ होइन भित्र हामी चाहिँ दरबारभित्र छिर्यौँ चुलो रहेछ यता रहेछ यस्तो यस्तो केही थाहा चाहिँ भएन है दरबारभित्र यत्र चाहिँ ताला लगाएको रहेछ उहाँ जन्मे पृथ्वीनारायण शाह जन्मेको ठाउँ है यो चाहिँ रे होइन यो चाहिँ अघि त्यहाँ हुनुहुन्छ नि हाम्रो पुजारी बा उहाँले भन्नुहुन्थ्यो नि एउटा गुफा
जुन गोरखनाथ ज्यू र पृथ्वीनारायण शाहले बनाएको गुफा चाहिँ यो रे। अब चस्मा लाउनु पर्यो, पानी एक बोतल खाएर सकियो, अनि गोर्खामा आइयो, लुगा चाहिँ नल्याएर यही एउटा लुगामा घुमिरहेछ मन त्यही हो।